फोटो खिच्यो भयो भन्ने हुन्छ त्यो खर्से दुख्न पर्यो नि सामला हेर्नु त हो त होइन हेर बाँच्छु हेरे आमा पोखरा एकछिन गाह्रो भयो आमा हुन्थेछ हुन्छ त्यसै आउँछ आमा बाँच्छु फेरि कसरी हुन्छ फेरि हो कि छोरो कत्रो भयो होइन कत्रो आँखा कत्रो टाउको कति छिपियामा पुग्दैन 3 बजे उठेर आउँदा नि त्यस्तो कन्नी व्यथा केही पनि लागेको छैन बस्दैन बस्या रातभरि बाउ छोरा भएर पो जन्मायो त हामीले है बा ए दुईजना आयो भने कामै नलाग्ने मैले के गाईले व्यथा लाग्यो के लाग्यो ध्यान पराउनु कसैले भन्ने आएको फेरि हेलो बाबु बाबु वेलकम वेलकम एउटा गाई छ आमा लङ्गडी भन्ने त्यो पुलमा बसायो भने गाडीले हानेर यहाँनिर हड्डी खोस्किएको अनि फेरि ब्याउने डक्टर सधैँ ब्याउने बेला व्यथा आयो भने डाक्टरले भित्र यो डोरी लाउँथ्यो डोरी लाएर अनि दुईपट्टि दुईवटा डाक्टर लाप्चो लगाएर त्यही अनि निकालिदिएर जान्थे ऊ छ गुल्कोस पानी ल्याएर त्यहाँ राखेको छु चिसो दिने गुल्कोस पानीले चिसो होइन नि त तागत दिने हो ऊ यहाँ काट्या बोट्ने थियो त्यहाँ लानु पायो हुन्थ्यो फेरि उठ्ने हो कि माउ एकछिन बसोस् ले 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 हिँड्न खोजेको अहिले भर्खर जन्मे बाबु घडी नै हेरेन यार कति बजी जन्मे भनेर 4:22 जन्मेछन् ल अब हजुर कान्छा भाइ गयो नि उसले कन्या भएर हामीले तान्दिया त नि तान्नु पनि यसो जन्मिनुको एउटा हिस्सा हो घाँटी फुकाइदिनु न नत्र सानो सुताउने भएको जस्तो लागेन है गाई पानी पुग्यो बेलुकातिर गएछ तिमी घर गएपछि हेलो वेलकम टु अर्थ ओके ओके थ्याङ्क यू रातभरि ट्याउ 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 अलार्म बजाएर रातभरि नि सुतेकै छैन नि खोइ सुते 11 बजे 12 बजे आधा घन्टा फेरि गयो आधा 10-15 मिनट आधा घन्टा बस्यो फेरि गयो फेरि आयो टाउ नठाउनु न बुढाबा ले लिएर सोता लिएर आएर अगाडि हालेर नेलो गुन्द्री लिएर आउनुहुन्छ गुन्द्री खाइदिनु कहाँ छ बोरा सुत त्यो प्लास्टिक बोरा त काम छैन त्यही प्लास्टिक छैन अरू के छ हेलो बाबु यसको मुख पुस्दैन मुख भएर साबुन होला यसको चाट्दैन बच्चा अनि यो साबुन पुस्दिन्न उचाल्नु ल न उजाल्नु त केही छैन उजाल्नु त बाबा चिप्लो हुन्छ कहाँ उचाल्नु सक्छ एकजनाले